हेलो सबैजना सम्पूर्ण साथीभाइहरू दिदीबहिनीहरू। अनि आज चाहिँ नारी दिवस पनि रहेछ है। नारी दिवसको शुभकामना सबैजनालाई। ह्याप्पी नारी दिवस ढिलै भए पनि होइन। आज चाहिँ बिहानदेखिको क्या आजको मौसम काठमाडौँमा चाहिँ पुरा यस्तो रहेको छ न। यो चाहिँ धुमधुम बादल लागेर अलिअलि पानी पनि परिरहेको थियो कतै कतै। चाहिँ हामी चाहिँ बिहानै निस्केको बजारतिर। अनि माछा पोखरीतिर चाहिँ पुरै तरकारीको सेल लागिरहेर छ न। 10 रुपियाँ मुठा 20 रुपियाँ मुठा। तपाईँहरू नि जानुहोस्, घुम्नुहोस्, लिएर खानुहोस् है। दामी दामी सागहरू थियो, मिठो राम्रो के लिएर खायौँ हामी चाहिँ। घुमेर एक राउन्ड घुमेर नि आयो बिहानै। चिसो थियो मौसम चाहिँ, हल्का पानी परिरहेको थियो अलिअलि। त्यही भएर के गर्नु काठमाडौँको माहौलहरू धुवा धुलो चिसो। आजभोलि एक त ग्यास नपाएर सर्टेज छ सबैजना। ग्यास सकेर ग्यास पाएन। अस्ति मलाई पनि एक दिन त्यस्तै भयो अवस्था। बिहानदेखि ग्यास सकेर दिउँसो बेलुकासम्म खोज्दा नपाएर के गर्नु। पसलेहरूले भाउ खाएर भए पनि दिँदैन। भएकाहरूले नि नहुने बेला भोलि पर्सि चाहिँ फेरि बिक्री नभएर बस्छ। अहिले हुँदाखेरि हुनेले भाउ खोजेर दिँदैन। त्यस्तै छ सबैको समस्याहरू। काठमाडौँ हेर्दा रहर लाग्दो रमाइलो हुन्छ, के गर्नु होइन। बसेर गरेर खान गाह्रो छ मान्छेलाई। काम गरेर खान गाह्रो छ हो साथीहरू। कोहीले भारी बोकेर हिँड्ने, कोहीले अब के हुन्छ सबै अब त्यस्तै हो। बिजी हुन्छ। काम नगरी सुख छैन। काम नगरिकन के गर्नु हो, त्यस्तै हो। माछा पोखरीमा चाहिँ पुरा यस्तो मेला भिड लागिरहेको तरकारीको बजार त मलाई चाहिँ थाहा पनि थिएन खासै यहाँ यस्तो हुन्छ भनेर। बिहानदेखि तरकारीहरू यति सस्तो छ। तपाईँहरू नि जानुहोस्, घुम्नुहोस्। बिहान 4-5 बजी 6-7 बजे कति बेलासम्म रहन्छ पनि। पुरा रोड साइडमा सस्तो रहेछ तरकारीहरूदेखि प्याजहरू, खोर्सानी चाहिँ अलि महँगो छ आजभोलि। खोर्सानी र बन्दा त्यो बाहेक सबै सस्तो छ। बजारमा गएर घुम्यो भने रमाइलो छ। त्यसै हो। ल फुल भिडियो हेर्नलाई सबैजना आउनु होला। लाइक कमेन्ट फलो सेयर गरेर सब्सक्राइब गरेर आउनु होला। ओके, सबैजनालाई शुभकामना। शुभ दिन रहोस्, सबैको राम्रो होस्, भलो होस्। यही भन्न चाहेँ मैले चाहिँ। साग यति राम्रो साग किन्यौँ हामीले चाहिँ, अनि घर पनि फर्क्यौँ बिहान।